आजको भिडियोमा चाहिँ हामीले क्याल्कुलेटर युज गरेर चाहिँ अब्जेक्टिभ इक्जाममा सोध्ने लिमिटको क्वेसनहरू चाहिँ कसरी ट्याकल गर्ने भन्ने कुराहरू हेर्छौँ। र यो क्याल्कुलेटर युज गरेर लिमिट निकाल्नुभन्दा पहिले मेरो सबै भाइ बहिनीहरूलाई सजेसन चाहिँ के छ भन्दा लिमिट भनेको के हो र यसको फन्डामेन्टल कुराहरू एल हस्पिटलको बारेमा चाहिँ एकचोटि सबै थ्योरिटिकल कुराहरू चाहिँ क्लियर हुनु पर्यो। क्याल्कुलेटरले चाहिँ कतिपय क्वेसनहरू गर्न चाहिँ हेल्पफुल हुन्छ, तर यो सधैँ क्याल्कुलेटर युज गरेर चाहिँ एप्लिकेबल नहुन पनि सक्छ। तर के छ भन्दा 95% क्वेसनहरूमा चाहिँ यो एकदमै फ्रुटफुल हुन्छ, त्यसैले चाहिँ यो सिकाउन खोजेको हो। र आजको हाम्रो टपिक चाहिँ लिमिट युजिङ क्याल्कुलेटर भन्ने छ। जेनरली हाम्रो म्यानुअल प्रोसेसबाट गर्दा चाहिँ कुनै कुनै क्वेसनहरूमा धेरै टाइम कन्ज्युम भइदिन्छ, त्यसैले चाहिँ यो मेथड सिकिराख्दा चाहिँ एकदमै सजिलो हुन्छ। लिमिट दुईटा हुन्छ, एउटा हुन्छ लेफ्ट ह्यान्ड लिमिट र अर्को हुन्छ राइट ह्यान्ड लिमिट। से मैले लिमिट एक्स टेन्स टु 2 भनेर भने यसमा एक्सको भ्यालु 2 कहिले पनि होइन, एक्सको भ्यालु 2 राख्यो भने त हुन्छ फङ्सनल भ्यालु। सो लिमिटिङ भ्यालु भनेको के हो भन्दा एक्सको भ्यालु 2 कहिले पनि होइन, तर 2 को नजिक हो। चाहिँ 2 को नजिकमा हाम्रो दुईटा भ्यालु हुन्छ, एउटा 2 को राइटमा एउटा भ्यालु हुन्छ, 2 को जस्ट लेफ्टमा एउटा भ्यालु हुन्छ। चाहिँ एक्स टेन्स टु 2 भने यसको लेफ्टतिर ठ्याक्क 2 भन्दा सानो भ्यालु भनेको 1.999 हुन सक्छ। यदि मैले एक्सको भ्यालु यति राखेँ भने मैले यो कुनै पनि फङ्सनको चाहिँ लेफ्ट ह्यान्ड लिमिट एट एक्स इक्वल्स टु 2 भनेर पाउँछु। त्यसै गरी राइट ह्यान्ड लिमिटको लागि चाहिँ एक्सको भ्यालु राइटतिरको दिनु पर्यो, त्यो भनेको 2 भन्दा स्लाइटली ठुलो 2.001। अब ठ्याक्क कुनै पनि भ्यालु दियो र लेफ्ट ह्यान्ड लिमिट निकाल राइट ह्यान्ड लिमिट निकाल भन्यो भने त्यसलाई हामीले जेनरलाइज कसरी गर्ने भयौँ भन्दा यसै क्वेसनमा सपोज हामीलाई एक्स टेन्स टु ए भनेर दियो भने हामीलाई राइट ह्यान्ड लिमिट निकाल्नु छ भने हामी ए भन्दा जस्ट थोरै ठुलो भ्यालु राख्ने, त्यो भनेको एमा 0.001 एड गरेर राख्ने। त्यसै गरी लेफ्ट ह्यान्ड लिमिट निकाल्नु पर्यो भने एक्सको भ्यालु ए भन्दा थोरै सानो राख्नु पर्यो, त्यो भनेको एबाट 0.001 भनेर सबट्र्याक्ट गर्दैन। जस्तै इक्जाम्पलको लागि क्वेसनमा सपोज एक्स टेन्स टु 0 भनेर भन्यो र मलाई राइट ह्यान्ड लिमिट चाहियो भने अब मैले के गर्छु, एक्सको भ्यालु कति राख्छु भन्दा 0मा 0.001 एड गरेर, त्यो भनेको 0.001 भयो। त्यसै गरी लेफ्ट ह्यान्ड लिमिट निकाल्नु पर्यो भने यो 0मा चाहिँ म 0.001 सबट्र्याक्ट गरिदिन्छु, त्यो केसमा एक्सको भ्यालु भयो -0.001। त्यसै गरी सपोज एक्स टेन्स टु 2 भनेर भन्यो भने राइट ह्यान्ड लिमिट निकाल्नु पर्यो भने 2मा चाहिँ 0.001 एड गर्ने, त्यो भनेको 2.001। त्यसै गरी लेफ्ट ह्यान्ड लिमिट निकाल्नु पर्यो भने 2मा 0.001 घटाउने, त्यो भनेको 1.999। यो राख्यो भने लेफ्ट ह्यान्ड लिमिट पाउँछु मैले, त्यसै गरी माथिको भ्यालु राखियो भने चाहिँ राइट ह्यान्ड लिमिट पाइन्छ। र हाम्रो चाहिँ के छ भन्दा यदि दिएको क्वेसनमा चाहिँ ट्रिग्नोमेट्रिक फङ्सन छैन भने क्याल्कुलेटर जुनसुकै मोडमा राख्दा पनि केही हुँदैन। तर यदि दिएको क्वेसनमा चाहिँ ट्रिग्नोमेट्रिक फङ्सन छ भने त्यो केसमा हामीले कम्पलसरी क्याल्कुलेटरलाई चाहिँ रेडियनमा राखेर मात्रै कम्प्युट गर्नुपर्छ। त्यसैले हामी चाहिँ के गर्छौँ त भन्दा अब लिमिटको क्वेसन देख्ने बित्तिकै सधैँ क्याल्कुलेटरलाई रेडियन मोडमा राख्यो भने कुन बेला रेडियन कुन बेला के भनेर केही पनि स्ट्रेस लिनु परेन। त्यसैले सधैँ क्याल्कुलेटरलाई रेडियन मोडमा राख्ने र एक्सको कुनै एउटा फाइनाइट भ्यालु दिएको छ भने त्यो केसमा लेफ्ट ह्यान्ड लिमिट निकाल्दा यति राख्ने, राइट ह्यान्ड लिमिट निकाल्दा यति राख्ने, त्यो कुरा भइसक्यो। अब सधैँ दुइटै लिमिट निकालिराख्नु पर्दैन, यदि हामीलाई सोध्यो भने हामी निकाल्ने हो। तर यदि कहिलेकाहीँ लिमिट निकाल भन्यो राइट ह्यान्ड लिमिट र लेफ्ट ह्यान्ड लिमिट बराबर आयो भने त्यो केसमा हामी लिमिट एक्जिस्ट भनेर भन्छौँ। लिमिट एक्जिस्ट हुनको लागि लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट बराबर हुनुपर्छ। यदि अप्सनमा चाहिँ डजन्ट एक्जिस्ट भन्ने टाइपको अप्सन छैन भने त्यो केसमा चाहिँ हामीले यो दुइटैमा निकालिराख्नु पर्दैन। अहिले हामी क्वेसन गर्दै जाँदा पनि
आइडिया भइहाल्छ। यदि चाहिँ हाम्रो x को भ्यालु चाहिँ सपोज 10,000 भनेर राख्नुपर्छ, त्यो चाहिँ कुन केसमा भन्दा यदि x को भ्यालु चाहिँ इन्फिनिटी दिएको छ भने त्यो केसमा चाहिँ x को भ्यालु हामी स्टार्ट चाहिँ 10,000 राखेर गर्छौँ, तर कुनै कुनैमा चाहिँ 10,000 मा पनि म्याथ इरर भनेर देखाउँछ। त्यो केसमा चाहिँ हामी यो x को भ्यालुलाई चाहिँ अलिक घटाउँदै आउँछौँ। त्यो चाहिँ अहिले क्वेसन गर्दा चाहिँ हामी हेरौँला। र x बाहेक अरू कुनै भ्यारिएबलहरू आयो एक्स्ट्रा a b c भनेर आयो भने तिनीहरूको हामीले सुइटेबल भ्यालु एजुम गरेर चाहिँ लिमिट निकाल्न सक्छौँ। अहिले यतिकै भन्दा चाहिँ त्यति आइडियाहरू नहुन सक्छ, त्यसैले हामी क्वेसन नम्बर 1 देखि चाहिँ स्टार्ट गरौँ लिमिट निकाल्न। सो क्वेसन नम्बर 1 मा भएको क्वेसन चाहिँ एक्जाममा सोधिएकै क्वेसन हो। सुरुमा चाहिँ फर्स्टमा क्याल्कुलेटरलाई चाहिँ रेडियन मोडमा राख्नु पर्यो। सपोज मेरो क्याल्कुलेटर डिग्री मोडमा छ भने क्याल्कुलेटरको मोड चेन्ज गर्नको लागि हामी सेटअपमा जानुपर्छ। हामीले यहाँ हेर्न सक्छौँ सेटअप छ। यदि मैले डाइरेक्टली यो प्रेस गरेँ भने त मोडमा जान्छ हैन, स्ट्याटिक्समा जाने कि इक्वेसनमा जाने। त्यसैले सेटअपको कलर जस्तो छ त्यो चाहिँ शिफ्टको कलरसँग म्याच हुन्छ। त्यसैले सुरुमा शिफ्ट प्रेस गर्ने र सेटअप प्रेस गर्ने र 4 मा चाहिँ यसरी डिग्री मोडमा रेडियन मोडमा चाहिँ जान सकियो। सुरुमा के गर्ने भन्दा दिएको क्वेसनलाई जुन फर्ममा क्वेसन दिएको छ त्यो फर्ममा चाहिँ टाइप गर्नु पर्यो। माथि मलाई चाहिरहेको छ 1 माइनस cos 2। अब x टाइप गर्नको लागि अल्फा अनि यो ब्र्याकेटमा जानु पर्यो। तल हाम्रो छ 2, त्यसै गरी डिभाइडमा हाम्रो छ x भनेर अल्फा x। अब यसपछि चाहिँ क्याल्क भनेर जाने क्याल्कुलेटरमा। अहिले हाम्रो x टेन्स टु 0 भनेर छ। यदि मैले राइट ह्यान्ड लिमिट निकाल्नु छ भने x को भ्यालु राख्नु पर्यो 0 मा 0.001 एड गरेर जुन भनेको 0.001 र लेफ्ट ह्यान्ड लिमिट निकाल्नु छ भने x को भ्यालु राख्नु पर्यो 0 माइनस 0.001 जुन भनेको माइनस 0.001। अहिले अप्सनमा छ डजन्ट एक्जिस्ट। त्यसैले हामीले एउटा भ्यालु मात्रै निकालेर चेक गर्नु हुँदैन। यो केसमा चाहिँ दुईटै भ्यालु चाहिँ राख्नुपर्छ। किन भन्दा लिमिट तब मात्र एक्जिस्ट हुन्छ जब लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट दुईटै बराबर र फाइनाइट हुन्छ। त्यसैले हामी एकचोटि राखौँ 0.001। यो राख्दा राइट ह्यान्ड लिमिट आयो। यो भनेको 0.99 भनेको 1। धेरै स्टुडेन्टहरुको के बानी हुन्छ भन्दा 0.001 मात्रै राख्ने र 1 मा टिक लगाउने। यो चाहिँ एकदमै रङ हो। 1 मा यतिकै टिक लगाउन पाइदैन। हामीले लेफ्ट ह्यान्ड लिमिट पनि चेक गर्नुपर्छ। अब लेफ्ट ह्यान्ड लिमिट चेक गरौँ माइनस 0.001 राखेर यो राख्दा आयो -1। त्यसैले यो क्वेसनको लेफ्ट ह्यान्ड लिमिट रहेछ -1, राइट ह्यान्ड लिमिट रहेछ 1। लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट बराबर नभएको कारणले यसको एन्सर हुन्छ डजन्ट एक्जिस्ट। यसमा चाहिँ एकदमै केयरफुल हुनुपर्छ। यदि हाम्रो अप्सनमा डजन्ट एक्जिस्ट थिएन भने हामी त्यो केसमा चाहिँ दुईटा भ्यालु राखेर चेक गर्नु पर्थेन। किन डजन्ट एक्जिस्ट छैन भनेपछि अब्भियसली लिमिट एक्जिस्ट हुन्छ। त्यसैले आइदर राइट ह्यान्ड लिमिट निकाल्ने भ्यालु राख्दा भयो अथवा लेफ्ट ह्यान्ड लिमिटको लागि निकाल्नु पर्यो। x को भ्यालु 0.001 राख्दा पनि हुन्थ्यो, -0.001 राख्दा पनि हुन्थ्यो। अब क्वेसन नम्बर 2 मा चाहिँ लिमिट x टेन्स टु 0 sin x by x भनेको छ। हाम्रो क्याल्कुलेटर अलरेडी रेडियन मोडमा छ। sin अल्फा x डिभाइडेड बाइ अल्फा x भनेर टाइप गर्नु पर्यो र क्याल्क। अब यो केसमा चाहिँ हाम्रो अप्सनमा डजन्ट एक्जिस्ट छैन। त्यसैले 0.001 राख्दा पनि भयो र -0.001 राख्दा पनि भयो, एउटै भ्यालु आउँछ। 0.001 राख्दा कति आयो 0.99। त्यसैले हाम्रो यो क्वेसनको राइट एन्सर हो अप्सन बी 1। त्यसै गरी क्वेसन नम्बर 3 मा हेरौँ। क्वेसन नम्बर 3 मा भनेको छ लिमिट x टेन्स टु इन्फिनिटी sin x by x। त्यसैले x टेन्स टु इन्फिनिटी हुँदा हामीले x को भ्यालु चाहिँ 10,000 भनेर राख्नु पर्यो। यो क्वेसन सुरुमा टाइप नै छ, अघि नै टाइप गरेको। त्यसैले क्याल्क x को भ्यालु चाहिँ 10,000 भनेर दिउँ। 10,000 दिँदा यो -0.0000 भनेको त्यो भनेको नियरली 0 भयो। यसको एन्सर चाहिँ 0 भनेर आयो।
ठ्याक्कै 0 किन आएन भन्दा हाम्रो यो फंक्सनको लागि त इन्फाइनाइट ठुलो भ्यालु कति हो थाहा छैन नि। हामीले त 10,000 राख्यौँ एउटा ठुलो भ्यालु भनेर हैन। त्यसैले ठ्याक्कै 0 त आउँदैन, तर 0.000 समथिङ भनेको त 0 नै हो भनेर चाहिँ बुझ्नु पर्यो। अब क्वेशन नम्बर 4 मा हेरौँ। अब जहिले पनि डजन्ट एक्जिस्ट भन्ने टाइपको अप्सन आयो भने हामीले एकदमै केयरफुल हुनुपर्छ। दुईटा लिमिट निकाल्नुपर्छ, लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट। हामीले राइट ह्यान्ड लिमिट निकाल्नको लागि x को भ्यालु राख्नु पर्यो दिएको भ्यालुमा 0.001 जोडेर। 0 + 0.001 यो भनेको 0.001। र लेफ्ट ह्यान्ड लिमिट निकाल्नको लागि हामीले दिएको भ्यालुमा चाहिँ 0.001 चाहिँ घटाइदिनु पर्यो, यो भनेको -0.001। त्यसैले हामीले दुईटै लिमिट चाहिँ कम्प्युट गर्नुपर्छ यो केसमा, किनकि अप्सनमा छ डजन्ट एक्जिस्ट। हामीलाई थाहा छैन एक्जिस्ट हुन्छ कि हुँदैन भनेर। साइन 1 अब तल चाहिँ हामीले x भनेर हाल्नु पर्यो, अल्फा x ब्र्याकेट क्लोज। त्यसपछि क्याल्क गरौँ। लिमिट x टेन्ड्स टु 0 थियो, त्यसैले राइट ह्यान्ड लिमिटको लागि हामी 0.001 भनेर राखौँ। यो राख्दा हाम्रो आयो 0.82। त्यसै गरी लेफ्ट ह्यान्ड लिमिटको लागि -0.001 राखौँ। यो आयो -0.82, अघि आएको थियो 0.82। त्यसैले लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट बराबर नभएको कारण यो क्वेसनको एन्सर हुन्छ अप्सन डी, डजन्ट एक्जिस्ट। त्यसै गरी क्वेसन नम्बर 5 मा हेरौँ। यसमा चाहिँ हाम्रो मोड x बाई x छ। यो क्वेसन नर्मली पनि गर्न सकिन्छ यिनीहरू, तर मैले यो भिडियोमा चाहिँ जस्ट क्यालकुलेटर मात्र युज गरेर चाहिँ लिमिट निकाल्न खोजेको। त्यसैले यो क्वेसन पनि म क्यालकुलेटरबाटै गर्छु। र यो गर्नको लागि सुरुमा हामीलाई मोडुलस फंक्सन चाहियो। त्यसको लागि हामी यहाँ हेर्न सक्छौँ एबीएस, यो भनेको एब्सोल्युट फंक्सन। र एबीएस र शिफ्टको कलर म्याच हुन्छ, त्यसैले शिफ्ट अनि एबीएस मा थिच्छौँ। अल्फा एक्स डिभाइडेड बाई तल पनि हामीले एक्स भनेर टाइप गर्नु पर्यो। र यसमा पनि हामीले अप्सनमा डजन्ट एक्जिस्ट भएको कारणले x को भ्यालु 0.001 मा पनि चेक गर्नु पर्यो र -0.001 मा पनि चेक गर्नु पर्यो। 0.001 राख्दा यसको आउँछ भ्यालु 1, मतलब यो क्वेसनको चाहिँ राइट ह्यान्ड लिमिट चाहिँ 1 हुँदो रहेछ। र हामीले -0.001 राख्यौँ भने हामी लेफ्ट ह्यान्ड लिमिट पाउँछौँ, यसको भ्यालु आयो -1। लेफ्ट ह्यान्ड लिमिट डजन्ट इक्वल्स टु राइट ह्यान्ड लिमिट, त्यसैले यसको एन्सर हुने भयो अप्सन डी। तर यही क्वेसनमा यदि यसरी लिमिट x टेन्ड्स टु 0 प्लस मोड अफ x बाई x भनेको भए यसको एन्सर चाहिँ डजन्ट एक्जिस्ट हुँदैन थियो। 0 प्लस भनेर यसरी नोटेसन दियो भने हामीले चाहिँ राइट ह्यान्ड लिमिट सोधेको भन्ने बुझ्नुपर्छ। त्यसैले यो केसमा चाहिँ हामीले x को भ्यालु 0.001 मात्रै राख्न पाइन्छ र यसको एन्सर आउँछ 1 भनेर आउँछ। त्यसै गरी लिमिट x टेन्ड्स टु 0 माइनस मोड अफ x बाई x भनेर सोध्यो भने त्यो चाहिँ लेफ्ट ह्यान्ड लिमिट सोधेको, त्यसैले त्यो केसमा चाहिँ -0.001 भनेर राख्नु पर्यो। त्यसै गरी 6 नम्बरमा हेरौँ। 6 नम्बरमा चाहिँ हाम्रो 3x छ, 3 अल्फा x डिभाइडेड बाई 2 अल्फा x क्यूब प्लस फेरि हामीले एब्सोल्युट फंक्सन चाहिरहेको छ, त्यसैले शिफ्ट अनि एचवाइपी मा जाम र अल्फा x भनेर टाइप गरौँ। यसमा पनि अप्सन डजन्ट एक्जिस्ट छ, त्यसैले एकचोटि हामी निकालौँ राइट ह्यान्ड लिमिट 0.001 राखेर। 0.001 राख्दा यसको एन्सर आयो 3। त्यसै गरी -0.001 भनेर राखौँ। -0.001 राख्दा यसको एन्सर आयो -3। लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट बराबर नभएको कारण यसको एन्सर चाहिँ डजन्ट एक्जिस्ट हुने भयो। त्यसै गरी क्वेसन नम्बर 7 मा हेरौँ। क्वेसन नम्बर 7 मा चाहिँ हाम्रो लिमिट x टेन्ड्स टु 0 x बाई 10x डिग्री भनेर दिएको छ। अब यो क्वेसन गर्दा चाहिँ हामीले फेरि यो x भनेको रेडियनमा छ, यो x भनेको डिग्रीमा छ। यो डिग्रीलाई पनि हामीले रेडियनमा चाहिँ कन्भर्ट गर्नुपर्ने हुन्छ। पाई रेडियन भनेको 180 डिग्री, त्यसैले 1 डिग्री भनेको पाई रेडियन डिभाइडेड बाई
180 भनेपछि पाई बाई 180 रेडियन हुन्छ। त्यसैले त्यो डिग्रीलाई चाहिँ रेडियनमा चाहिँ हामीले कन्भर्ट गर्नुपर्ने हुन्छ। माथि छ हाम्रो अल्फा एक्स डिभाइडेड बाई एक्स बाई 10x मात्रै हान्यो भने यसको एन्सर चाहिँ मिस्टेक आउँछ, किन भन्दा त्यो डिग्रीलाई रेडियनमा कन्भर्ट गर्नु पर्यो। 10 यहाँ एक्स अलरेडी थियो, त्यो 1 डिग्री भनेको पाई बाई पाई डिभाइडेड बाई 180 रेडियन हुन्छ। सो एक्स रेडियन भनेको चाहिँ एक्स डिग्री भनेको चाहिँ एक्स टाइम्स पाई बाई 180 चाहिँ रेडियन हुने भयो। अब चाहिँ हामीले भ्यालु राख्न मिल्छ। यो केसमा डजन्ट एक्जिस्ट छैन, त्यसैले हामी राइट ह्यान्ड लिमिट मात्रै निकाल्दा पनि भयो। 0.001 राखौँ, यसको भ्यालु आयो 57.29। त्यसैले हामीले अब चेक गर्नु पर्यो कुन अप्सनले चाहिँ 57.29 दिन्छ भनेर। अप्सन एमा हेरौँ 180 डिभाइडेड बाई 5, यो चाहिँ 57.29 भएको कारणले 7 को एन्सर चाहिँ अप्सन ए भनेर चाहिँ हुने भयो। त्यसै गरी हामी नेक्स्ट क्वेसन हेरौँ। 8 नम्बरमा चाहिँ हाम्रो cos x को पावर cot स्क्वायर x छ, तर क्यालकुलेटरमा चाहिँ cot स्क्वायर x भनेर हुँदैन। त्यसैले cot स्क्वायर x लाई चाहिँ हामीले 1/10 स्क्वायर x भनेर लेख्न सकिन्छ, र क्यालकुलेटरमा चाहिँ 10 स्क्वायर x भन्नु र 10x अनि बाहिर स्क्वायर गर्नु चाहिँ एउटै कुरा हो। यदि भित्र स्क्वायर ब्राकेट भित्र स्क्वायर गर्यो भने चाहिँ 10x स्क्वायर हुन्छ, र बाहिर यसरी स्क्वायर गर्नु भनेको 10 स्क्वायर x नै हुन्छ। यहाँ पनि डजन्ट एक्जिस्ट छैन, त्यसैले हामीले जस्ट राइट ह्यान्ड लिमिट मात्रै निकाल्दा भयो। त्यो भनेको 0 मा 0.001 एड गर्ने, त्यो भनेको 0.001 नै भयो। त्यसैले हामी टाइप गरौँ, हाम्रो क्यालकुलेटर रेडियन मोडमै छ। cos अल्फा, सुरुमा ब्राकेट राखौँ, cos अल्फा x, अनि यो ब्राकेट क्लोज गरौँ। यसको पावरमा छ cot स्क्वायर x, तर हामी 1 डिभाइडेड बाई 10 अनि अल्फा x स्क्वायर यसरी चाहिँ टाइप गर्नु पर्यो सुरुमा। अनि क्याल्क x को भ्यालु चाहिँ टेन्स टु 0 भएको कारणले 0.001 भनेर टाइप गर्नु पर्यो। यसको भ्यालु आयो 0.606। अब यो चारवटामा कुन अप्सनले 0.606 दिन्छ हेर्नु पर्यो। अब ई भनेको त 0.606 हुँदैन, त्यसैले 1 डिभाइडेड बाई ईमा मैले सुरुमा चेक गरेँ, 1 डिभाइडेड बाई अल्फा, अनि यता गयो भने ई आउँछ। यो भनेको 0.36 रहेछ, यो एन्सर भएन। त्यसैले पक्कै पनि हाम्रो एन्सर सी हुनु पर्यो, 1 डिभाइडेड बाई ई को पावर 1/2, को पावर 1/2। यो भनेको चाहिँ 0.6065 आयो। त्यसैले यसको राइट एन्सर चाहिँ सी भनेर भयो। त्यसै गरी हामी 9 नम्बरमा छौँ। 9 नम्बरमा चाहिँ हामीलाई sin x को पावर 10x को लिमिट निकाल्नु छ। त्यसैले सुरुमा sin अल्फा x भनेर टाइप गर्नु पर्यो, र ब्राकेट क्लोज पनि गर्नु पर्यो। यसको पावरमा चाहिँ 10 अल्फा x भनेर टाइप गर्नु पर्यो, र x टेन्स टु पाई/2 दिएको छ। यो केसमा चाहिँ अलिक केयरफुल हुनु पर्यो। अनि यो डजन्ट एक्जिस्ट छैन, त्यसैले हामी राइट ह्यान्ड लिमिट मात्रै निकाल्दा भयो। x को भ्यालु चाहिँ दिएको भ्यालुमा चाहिँ 0.001 भनेर चाहिँ एड गर्नु पर्यो। त्यसैले चाहिँ हामी क्याल्क गरिसकेपछि यसमा चाहिँ सिफ्ट पाई डिभाइडेड बाई 2 प्लस 0.001 गर्दा भयो। यो भनेको चाहिँ ठ्याक्क 1 भनेर आयो। त्यसैले 9 को एन्सर चाहिँ अप्सन ए हुने भयो। त्यसै गरी 10 नम्बर हेरौँ। 10 नम्बरमा चाहिँ एक्स क्युब कोसेक एक्स स्क्वायर छ, त्यसैले अल्फा एक्स क्युब भनेर टाइप गरौँ। अब कोसेक क्यालकुलेटरमा हुँदैन, त्यसैले हामीले 1/sin भनेर हाल्नु पर्यो। 1 डिभाइडेड बाई sin एक्स स्क्वायर भित्रै छ, त्यसैले अल्फा एक्स स्क्वायर भनेर राख्नु पर्यो। क्याल्क एक्स टेन्स टु 0 भएको कारणले हामीले 0.001 भनेर राखौँ। 0.001 राख्दा चाहिँ यो 0.001 भनेर आयो। यो भनेको नियरली 0 भनेर भयो, किन भन्दा
हामीले टेन्स टु 0 मा 0.001 दिइरहेको छन् नि त अझै 0.0000001 दिएको भए चाहिँ ठ्याक्क 0 आउँथ्यो त्यसैले हामीले 0.0001 आयो भने चाहिँ त्यो 0 हो भन्ने चाहिँ बुझ्नु पर्यो 11 नम्बरको क्वेसन पनि हाम्रो एक्जाममा सोधेको छ यसमा चाहिँ सुरुमा रुट टाइप गर्नुपर्ने छ अल्फा एक्स प्लस साइन अल्फा एक्स divided by alpha x minus cos alpha x यति गरिसकेपछि x टेन्स टु इन्फिनिटी भएको कारणले चाहिँ हामीले यसमा चाहिँ 10,000 भनेर राख्छौँ 10,000 भनेर राखे यो भनेको 0.99 त्यसैले यसको आन्सर चाहिँ अप्सन ए भयो त्यसैगरी क्वेसन नम्बर 12 मा अब फेरि यहाँ लिमिट x टेन्स टु π/2 भएको कारण र यहाँ अप्सनमा कतै पनि नट डिफाइन छैन त्यसैले हामी सिधै राइट ह्यान्ड लिमिट निकाल्दा भयो राइट ह्यान्ड लिमिट र लेफ्ट ह्यान्ड लिमिट बराबर हो यो केसमा 0.001 चाहिँ जोड्नु पर्यो अथवा π/2 माइनस 0.001 गर्दा पनि हुन्छ त्यो गर्दा लेफ्ट ह्यान्ड लिमिट आउँछ दुईटै बराबर नै आउँछ त्यसैले 10 लग भनेको चाहिँ ln हो हामीले त्यो कुरा चाहिँ बुझ्न जरुरी छ अब हाम्रो इन्ट्रान्समा चाहिँ म्याथमेटिक्समा लग मात्रै भनेर देख्यो भने त्यो ln हो अल्फा साइन अल्फा एक्स भनेर टाइप गर्नु पर्यो र यसमा के केयरफुल हुनु पर्यो भन्दा तीनटा स्टार्टिङ ब्र्याकेट छ त्यसैले 1 2 3टा चाहिँ क्लोजिङ ब्र्याकेट पनि हुनु पर्यो र फेरि हामी क्याल्क भनेर गरौँ एक्स को भ्यालु चाहिँ शिफ्ट π/2 प्लस 0.001 भनेर राख्नु पर्यो यो राख्दा चाहिँ माइनस 0. यति सानो भ्यालु आयो यो भनेको चाहिँ नियरली 0 भयो त्यसैले यो क्वेसनको आन्सर 0 भयो क्वेसन नम्बर 13 मा चाहिँ लिमिट x टेन्स टु इन्फिनिटी x + 3/x + 2 को पावर x + 1 छ त्यसैले फर्स्टमा चाहिँ यो क्वेसनलाई टाइप गर्नु पर्यो अल्फा x + 3 divided by alpha x plus 2 यसको पावरमा चाहिँ x plus 1 भनेर राख्नु पर्यो अल्फा x plus 1 x टेन्स टु इन्फिनिटी भएको कारणले चाहिँ यसमा x को भ्यालु चाहिँ 10,000 भनेर राख्नु पर्यो र यो राख्दा चाहिँ 2.71 भनेर आयो अब यो चारवटामा चाहिँ 2.71 भनेको कुन अप्सन हो भनेर हेर्नु पर्यो अल्फा e को भ्यालु चाहिँ ठ्याक्क 2.71 आउँछ त्यसैले 13 नम्बरको एन्सर चाहिँ अप्सन बी हुने भयो क्वेसन नम्बर 14 मा चाहिँ यसमा लिमिट x टेन्स टु इन्फिनिटी भनेको छ र यसमा एउटा एक्स्ट्रा कन्स्ट्यान्ट पनि आएको छ a भनेर हामीले चाहिँ यसमा सुरुमा रुलहरु हेर्दा चाहिँ यदि यसरी एबीसी भनेर आयो भने एबीसी को चाहिँ कुनै भ्यालु एज्युम गर्न पाइन्छ भनेर भनेको थियौं त्यसैले हामी सपोज a को भ्यालु चाहिँ 1 भनेर राखौं a को भ्यालु 1 भनेर राख्यो भने फेरि हाम्रो यो क्वेसन चाहिँ पहिले जस्तै हुन्छ सुरुमा रुट अन्डर अल्फा एक्स भनेर टाइप गर्नु पर्यो अनि त्यसपछि चाहिँ रुट अन्डर फेरि एक्स अल्फा एक्स माइनस रुट अन्डर एक्स माइनस ए अल्फा एक्स माइनस ए को भ्यालु चाहिँ 1 राख्न पायो अरु जुनसुकै भ्यालु राख्दा पनि हुन्छ केही फरक पर्दैन अब क्याल्क गर्नु पर्यो एक्स को भ्यालु चाहिँ इन्फिनिटी भएको कारणले हामी फेरि 10,000 भनेर राख्छौं र यो भ्यालु राख्दा चाहिँ 0.5 भनेर आयो यसको भ्यालु आयो 0.5 र a को भ्यालु 1 हामीले एज्युम गरेको थियौं त्यसैले अप्सन ए चाहिँ 1 भयो यो हाम्रो राइट आन्सर हैन अप्सन बी मा 1 डिवाइडेड बाइ 2 यो चाहिँ 0.5 भएको कारणले यो क्वेसनको राइट आन्सर चाहिँ अप्सन बी भयो त्यसैगरी 15 नम्बरमा लिमिट x टेन्स टु इन्फिनिटी 3 को पावर x प्लस 5 को पावर x को पावर 1/x छ त्यसैले यो क्वेसनलाई पनि फर्स्टमा चाहिँ क्याल्कुलेटरमा टाइप गर्नु पर्यो 3 को पावरमा अल्फा x त्यसपछि प्लस 5 को पावर अल्फा x यसको पावरमा चाहिँ 1/x1 डिवाइडेड बाइ अल्फा x यति गरिसकेपछि x टेन्स टु इन्फिनिटी भएको कारणले सुरुमा हामीले 10,000 भनेर राख्छौं र 10,000 राख्दा चाहिँ म्याथ एरर भनेर आयो त्यसैले
यसको भ्यालु चाहिँ अलिक घटाउनु पर्यो 10,000 बाट चाहिँ हामी 1000 मा राखौं 1000 मा पनि म्याथ एरर आयो त्यसैले अझै यसलाई चाहिँ घटाएर चाहिँ 100 मा राखौं 100 मा राख्दा चाहिँ ठ्याक्कै 5 आयो त्यसैले यो क्वेशनको आन्सर चाहिँ अप्सन बी भयो त्यसैले यदि ठुलो भ्यालु राख्दा चाहिँ म्याथ एरर आयो भने चाहिँ हामीले त्यो केसमा चाहिँ भ्यालुलाई चाहिँ अलिक घटाएर राख्नु पर्यो क्वेशन नम्बर 16 मा लिमिट x टेन्ड्स टु e भनेको छ र अप्सनमा डजन्ट एक्जिस्ट छैन त्यसैले हामीले राइट ह्यान्ड लिमिट मात्रै निकाल्दा हुन्छ राइट ह्यान्ड लिमिट निकाल्नको लागि चाहिँ हामी दिएको भ्यालुमा चाहिँ 0.001 एड गरेर राख्छौं यदि यता चाहिँ लग मात्रै दिएको भए पनि हामीले ln हो भनेर बुझ्नुपर्छ माथि हाम्रो ln अल्फा x minus 1 divided by alpha x minus e alpha x minus alpha e यति गरिसकेपछि हामीले x को भ्यालु चाहिँ e plus 0.001 भनेर दिनु पर्यो 0.001 यसको भ्यालु आयो 0.367 अब यो चारवटामा चाहिँ कुन चाहिँ 0.367 हो भनेर हेर्नु पर्यो अप्सन बी मा चाहिँ 1 by e छ यसलाई टाइप गरौँ 1 by e भनेको 0.367 भएको कारणले चाहिँ क्वेशन नम्बर 16 को आन्सर बी भयो क्वेशन नम्बर 17 चाहिँ अघि हामीले गरे जस्तै क्वेशन छ मोड अफ x by x त्यही पनि यो क्वेशनलाई फेरि क्याल्कुलेटरमा राखेर हेरौँ माथि छ x minus 2 त्यसैले अल्फा x minus 2 डिवाइडेड बाइ तल चाहिँ मोडुलस चाहिएको छ मोडुलस चाहिँ HYP मा हुन्छ त्यो टाइप गर्नको लागि चाहिँ शिफ्ट HYP मा जानु पर्यो अल्फा x minus 2 अब क्याल्क गरेर फेरि यसमा डजन्ट एक्जिस्ट भन्ने अप्सन भएको कारणले चाहिँ एकचोटी चाहिँ राइट ह्यान्ड लिमिट निकाल्नु पर्यो राइट ह्यान्ड लिमिट निकाल्नको लागि चाहिँ x को भ्यालु दिएकोमा चाहिँ 0.001 एड गर्नु पर्यो मतलब 2 मा चाहिँ 0.001 एड गर्यो भने 2.001 हुने भयो त्यसैगरी लेफ्ट ह्यान्ड लिमिटको लागि चाहिँ 2 मा चाहिँ 0.001 सबट्र्याक्ट गर्नु पर्यो यो भ्यालु चाहिँ राख्नु पर्यो मतलब क्याल्कुलेटरमा हामीले सुरुमा राइट ह्यान्ड लिमिट निकालौं यो भनेको 2.001 यो भ्यालु निकाल्दा चाहिँ राइट ह्यान्ड लिमिट 1 आयो त्यसै लेफ्ट ह्यान्ड लिमिटको लागि चाहिँ हामी 2 बाट 0.001 घटाइदियौं भने 1.999 राख्नु पर्यो त्यो राख्दा चाहिँ -1 भनेर आयो लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट बराबर नभएको कारणले चाहिँ यो क्वेशनको चाहिँ लिमिट डजन्ट एक्जिस्ट तर क्वेशन नम्बर 18 मा चाहिँ हामीलाई 2 माइनस मात्र निकाल भनेको छ यो भनेको चाहिँ यो केसमा क्वेशनले लेफ्ट ह्यान्ड लिमिट सोधेको यदि यसमा 2 प्लस भएको भए चाहिँ हामीले राइट ह्यान्ड लिमिट निकाल्नु पर्थ्यो यो क्वेशनको लेफ्ट ह्यान्ड लिमिट निकाल्नको लागि त 1.999 भनेर राख्नु पर्यो 2 मा 0.001 सबट्र्याक्ट गर्ने यो भनेको चाहिँ यसको आन्सर फेरि -1 हुन्छ यसमा चाहिँ डजन्ट एक्जिस्ट मा टिक लाउनु भएन Similarly, limit x tends to 2 plus x minus 2 by x minus 2 भएको भए यसको आन्सर चाहिँ 1 भनेर हुन्थ्यो क्वेशन नम्बर 22 मा चाहिँ sin inverse x minus tan inverse x by x cube छ त्यसैले यसको पनि सेम प्रोसेस हो यसमा चाहिँ हामीले अब sin inverse टाइप गर्नको लागि चाहिँ हामी sin inverse को कलर र shift को कलर म्याच हुन्छ त्यसैले shift sin inverse alpha x minus shift tan inverse alpha x divided by तल चाहिँ हाम्रो x cube छ त्यसैले alpha x cube अब क्याल्क गरौँ र x को भ्यालु चाहिँ डजन्ट एक्जिस्ट छैन त्यसैले 0.001 मात्रै राखेर चेक गर्दा भयो यसमा चाहिँ 0.499 आयो यो भनेको 1/2 0.5 हो त्यसले क्वेशन नम्बर 22 को आन्सर सी भयो क्वेशन नम्बर 23 मा चाहिँ हामीलाई के भनेको छ भन्दा x चाहिँ 0 भन्दा ठुलो छ र y चाहिँ x भन्दा ठुलो छ भनेर भनेको छ त्यसैले र n टेन्ड्स टु चाहिँ इन्फिनिटी छ अब x र y चाहिँ कन्स्ट्यान्ट जस्तो भयो त्यसैले x को कुनै एउटा भ्यालु एज्युम गरौँ 0 भन्दा ठुलो यो भनेको 2 त्यसैगरी y को भ्यालु चाहिँ x भन्दा पनि ठुलो हुनु पर्यो भनेपछि 3 र यो भ्यालु राखेर चाहिँ यसको लिमिट निकालौं y भनेको हाम्रो 3 भयो 3 को पावर अल्फा n लाई चाहिँ अहिले x भनेर राखौं
प्लस हाम्रो x को ठाउँमा चाहिँ 2 छ n लाई चाहिँ हामीले x राखिरहेका छौं अल्फा x अनि यसको पावरमा चाहिँ 1/n भनेको 1 डिवाइडेड बाइ अल्फा x र अहिले चाहिँ n टेन्ड्स टु इन्फिनिटी भएको कारणले सुरुमा हामी 10000 राख्छौं 10000 भनेर राख्छौं माथितिर आयो ठुलो भ्यालु दियौं यो चाहिँ यसको लागि धेरै ठुलो भ्यालु भयो त्यसैले फेरि एउटा 0 रिड्युस गरौँ 1000 राख्दा पनि माथितिर आयो त्यसैले फेरि 0 रिड्युस गरौँ 100 राख्दा चाहिँ 3 आयो त्यसैले यो क्वेशनको लिमिट चाहिँ 3 हुन्छ र यो 3 त हामीले मानेको y हो त्यसैले अप्सनमा y भनेको चाहिँ हाम्रो राइट आन्सर हुने भयो किनकि त्यसको लिमिट y सँग इक्वल आएको थियो क्वेशन नम्बर 24 मा चाहिँ cosec x minus cot x by x भनेर भनेको छ त्यसैले cosec x क्याल्कुलेटरमा हुँदैन cosec टाइप गर्नको लागि चाहिँ 1 डिवाइडेड बाइ sin अल्फा 1 डिवाइडेड बाइ sin अल्फा x भनेर टाइप गर्नुपर्छ माइनस cot पनि क्याल्कुलेटरमा हुँदैन त्यसैले हामीले 1 डिवाइडेड बाइ tan x भनेर टाइप गर्नु पर्यो अल्फा x डिवाइडेड बाइ तल चाहिँ हाम्रो x छ अल्फा x र x टेन्ड्स टु 0 छ त्यसैले 0.001 भनेर राखौं यो राख्दा चाहिँ 0.5 आयो त्यसैले यसको आन्सर चाहिँ C भयो त्यसैगरी क्वेशन नम्बर 25 मा चाहिँ लिमिट s टेन्ड्स टु 0 भनेको छ s भन्दा पनि केही फरक परेन हामी s को ठाउँमा चाहिँ क्याल्कुलेटरमा x भनेरै राखौं 8 प्लस अल्फा s लाई चाहिँ हामीले x राख्यौं उसको पावरमा 1/3 1 डिवाइडेड बाइ 3 -2 डिवाइडेड बाइ तल हाम्रो s छ s लाई हामीले x राखिरहेको छौं क्याल्क s टेन्ड्स टु 0 भएको कारणले 0.001 भनेर राखौं 0.083 आयो 0.083 भनेको कुन अप्सन हो भनेर चेक गर्नु पर्यो 1/12 चाहिँ 0.083 भएको कारणले चाहिँ यसको आन्सर C भयो क्वेशन नम्बर 26 मा चाहिँ हामीलाई x को पावर x को राइट ह्यान्ड लिमिट सोधिरहेको छ त्यसैले सुरुमा अल्फा x को पावर x भनेर राख्नु पर्यो र x को पावर x राख्नु पर्यो अल्फा x को पावर अल्फा x यति टाइप गर्नु पर्यो र 0 प्लस भएको कारणले 0.001 राखेर हेर्नु पर्यो यो राख्दा 0.99 आयो 0.99 भनेको अलमोस्ट 1 हो त्यसैले यसको आन्सर चाहिँ 1 भयो क्वेशन नम्बर 27 मा चाहिँ फेरि इन्फिनिटी वाला क्वेशन छ यसमा चाहिँ हामीलाई x sin 2/x छ त्यसैले सुरुमा यो क्वेशनलाई टाइप गरौँ अल्फा x अनि sin 2 डिवाइडेड बाइ x छ त्यसैले 2 डिवाइडेड बाइ अल्फा x र x टेन्ड्स टु इन्फिनिटी भएको कारणले हामीले 10000 भनेर राख्नु पर्यो 10000 राख्दा 1.99 आइरहेको छ त्यसैले 1.99 भनेको अलमोस्ट 2 28 मा लिमिट x टेन्ड्स टु π/4 भनेको छ हाम्रो यहाँ डजन्ट एक्जिस्ट अप्सन छैन त्यसैले हामी राइट ह्यान्ड लिमिट नै निकाल्छौं π/4 मा चाहिँ 0.001 चाहिँ एड गरेर चाहिँ यो क्वेशनको लिमिट निकालौं यसमा माथि छ हाम्रो tan x त्यसैले 10 अल्फा x minus 1 divided by alpha x minus π/4 छ shift pi divided by 4 pi divided by 4 क्याल्क गरौँ x को ठाउँमा चाहिँ हामीले π/4 plus 0.001 दिनु पर्यो π/4 plus 0.001 यो दियो भने यसको भ्यालु आउँछ 2 त्यसैले यो क्वेशनको लिमिट चाहिँ 2 भयो अब त्यसैगरी 29 मा चाहिँ अब यहाँ p र q भन्ने अरु कन्स्ट्यान्टहरु आएको छ त्यसैले कुनै भ्यालु एजुम गर्नु पर्यो तर एजुम गर्दा चाहिँ हाम्रो अप्सनहरु फरक आउने गरेर चाहिँ एजुम गर्यो भने चाहिँ सजिलो भयो किनकि हामीले यसको लिमिट निकाल्यौं र दुईटा अप्सन सेम भयो भने फेरि राइट आन्सर कुन हो भनेर थाहा हुँदैन त्यसैले p को भ्यालु हामी सपोज 1 0 भनेर राखौं q को भ्यालु चाहिँ 1 भनेर राखौं p को भ्यालु 0 q को भ्यालु 1 राख्दा चाहिँ अप्सन a भनेको 0.5 आउँछ र अप्सन b भनेको चाहिँ हाम्रो
2 आउने भयो अप्सन सी चाहिँ -1 भनेर आउँछ अप्सन डी चाहिँ 0 + 1 भनेको 1 भनेर आउने भयो चारवटै अप्सन फरक फरक छ त्यसैले यो ठिक छ यदि अप्सन सेम आएको भए चाहिँ हामी भ्यालु चेन्ज गर्थ्यौँ र सुरुमा चाहिँ अब यसको चाहिँ लिमिट निकाल्नु पर्यो हामीले e को पावर px छ p को भ्यालु चाहिँ हामीले 0 राखेको छौँ त्यसैले e को पावर 0 अल्फा x अनि माइनस शिफ्ट ln यसको पावरमा चाहिँ qx छ र q को भ्यालु हामीले 1 राखेको छौँ अनि अल्फा x भयो तल चाहिँ हाम्रो x नै छ त्यसैले अल्फा x र क्याल्क गरौँ x को भ्यालु चाहिँ x टेन्स टु 0 भएको कारणले 0.001 भनेर राख्नु पर्यो यो राख्दा यसको भ्यालु -1 आयो त्यसैले यसको एन्सर चाहिँ अप्सन सी भयो त्यसैले यसरी चाहिँ अरु प्यारामिटरहरू आयो भने तिनीहरूको भ्यालु राखेर चाहिँ हामीले सजिलै गर्न सकिन्छ र एउटा यस्तो टाइपको क्वेसन छ यो क्वेसनलाई चाहिँ डाइरेक्टली फर्स्टमै हामीले क्याल्कुलेटरबाट गर्न सकिँदैन सुरुमा चाहिँ यो समको फर्मुला लगाउनु पर्छ र सम अफ स्क्वायर अफ नेचुरल नम्बर एन नेचुरल नम्बर भनेको चाहिँ n + 1 2n + 1/6 हुन्छ यो चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ तल चाहिँ हाम्रो n³ छ अब यति गरिसकेपछि चाहिँ यो क्वेसनलाई अब क्याल्कुलेटरमा राख्न सकिन्छ n को ठाउँमा हामीले चाहिँ x भनेर राख्छौं अल्फा x अनि x + 1 अल्फा x + 1 अनि ब्र्याकेटमा 2x + 1 2 अल्फा x + 1 अनि डिभाइडेड बाइ हाम्रो तल चाहिँ 6 अल्फा x को पावर 3 अनि क्याल्क गरौँ र x को भ्यालु चाहिँ 10,000 भनेर राख्नु पर्यो 10,000 राख्दा 0.33 भनेर आयो र 0.33 भनेको हाम्रो अप्सन डी हो त्यसैले चाहिँ हाम्रो राइट एन्सर भनेको अप्सन डी भयो त्यसै गरी एउटा लास्ट क्वेसन यस्तै फर्ममा माथि चाहिँ सम अफ एन नेचुरल नम्बर छ र यसको समको चाहिँ सुरुमा हामीले फर्मुला कति हुन्छ भनेर लेख्नु पर्यो त्यसपछि चाहिँ फेरि क्याल्कुलेटरमै टाइप गरेर गर्न सकिन्छ n + 1/2 हुन्छ त्यसैले अब यो कुरालाई चाहिँ क्याल्कुलेटरमा हामी टाइप गर्छौं माथि चाहिँ अल्फा x अनि त्यसपछि अल्फा x + 1 डिभाइडेड बाइ 2 अल्फा x² र क्याल्क गरेर चाहिँ x को भ्यालु 10,000 भनेर राख्नु पर्यो यसको भ्यालु 0.5 आयो त्यसैले यसको राइट एन्सर चाहिँ सी भयो यसरी चाहिँ हामीले क्याल्कुलेटरबाट लिमिटको लगभग धेरै क्वेसनहरु चाहिँ हामीले यसरी गर्न सकिन्छ थ्यांक यू एभ्रीवन